हेलो वेलकम छ सबैलाई मेरो सानो मिनी ब्लगमा। आज पनि तपाईँहरूको माझ फेरि न्यू भिडियो लिएर आएछु। यहाँ चाहिँ हामी सबैबाट आएको अवस्था यहाँ चाहिँ सेक्युरिटी हो नि यहाँको। अरे हमारा सेक्युरिटी जी है, हाई कर दो यार। ऑफिस हो फाइनली गाइस, यस्तो यस्तो सफाइ गरेपछि बाटो चाहिँ एकदम दामी यस्तै छ इन्डियाको जिन्दगी। यहाँ चाहिँ हेरेर काट्नुपर्छ, धेरै यहाँ गाडी आउँदैछ, उताबाट उडेर आउँदैछ हो ढुङ्गाहरू। यस्तो छ यहाँ ठुलो गाडी तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हार्दै अनुरोध गर्दछु। यता सिक्किममा हामी रोक्दैनौँ आयो भने यता देब्रेतिर जाने हो होइन, सानो बाटो त देब्रेतिर। आज शनिबारको दिन हो, आज त लास्ट चाहिँ ट्राफिक हुन्छ। माथि चाहिँ हाइवे रोड हो, हाइवे रोड चाहिँ टाढो टाढो जाने टाढो जाने सानो बाटोमा हिँड्दैछौँ। दृश्यहरू दामी दामीको छ। आफ्नै मोबाइल पक्रेर बसेर हातै खिचिसक्यो। यहाँका ढिँगेडियाहरू हो नि यहाँ चाहिँ, यो पुलिसको गाडी। यो चाहिँ पुरा पानी कम्पनी हो कि यो चाहिँ र यहाँको वाइन सप भन्छ त्यो हो। कफी हाउस, कफी टिफिनहरू हर चिज पाउँछ सबैको। यहाँ होटेल हो, यो सानो होटेल हो। माथि चाहिँ वाइफाई स्टोर हुन्छ, दामी छ ठाउँ चाहिँ, एकदम रमाइलो, एकदम बवाल छ ठाउँ चाहिँ। चेन्नाईको ठाउँ चाहिँ राम्रै छ, तर पनि एकदम घाम के राष्ट्रिय घाम। यस्ता ठुला ठुला बिल्डिङ छ। यो चाहिँ भर्खरै म्याक्सिमम् लगभग 5 महिना जस्तो भयो होला यो तर मान्छे बसिहाल्छ त्यहाँ। धेरै भनेको यहाँ अटो, यहाँ धेरै अटो हुन्छ, यहाँ यति अटो हुन्छ कि यो भनेको हाइवे रोड हो। हामी चाहिँ यतापट्टि जान्छौँ होइन, यो हाइवे रोड हो एकदम यहाँको डोजरहरू के छ, यता के छ, यो बुढोले मलाई
लिएर आउँ। अब फाइनली गाइस हामी चाहिँ यहाँबाट यो क्यानहरू छ, यो क्यानहरू लगेर जान्छौँ। त्यो होटेल हो, ठुलो होटेल यहाँको चेन्नाईको त्यो चलेको होटेल, पपुलर होटेल हो, राम्रो छ। त्यो जोमेटो होटेल आयो, खाना डेलिभरी गर्ने यहाँ यस्तो छ। अब पर जान्छु टिकट खानलाई, भोक लाग्यो। वेलकम ब्याक गाइस, फेरि पनि म भिडियो निरन्तर खिचिरहेको छु होइन साथीहरूलाई। त्यो देखाउनुको लागि यो इन्डियाको ठाउँ यस्तो छ। यो आमै बिचरा यता हुनुहुन्छ हाम्रो सरकार मालिकहरू। यो चाहिँ आजको हाम्रो यात्रा चाहिँ नयाँ यात्रा हो होइन। घुम्यो त्यो बाजेको स्कुटी बन्द भएछ। बाजे साइकलवाला बाजे हटाए। एउटा ब्लग बनाउने किन्नु पर्ला। राम्रो हरियाली छ, तर गर्मी चाहिँ भनेको 35 डिग्री चाहिँ म्याक्सिमम छ होइन। यो चेन्नाईको गर्मी 35 डिग्रीभन्दा कम चाहिँ छैन। 31, 32, 33, 34, 35, 30, 35 चाहिँ हुनुपर्छ। यस्तो त्यस्तो छ। हेलो गाइस, ल आजलाई